हेलो एभ्रिवान वेलकम टु माई अनदर न्यू भिडियो। अब आजको यो भिडियोमा चाहिँ हामी पिरामिड सम्बन्धी केही कुराको हामी आइटमहरू हेर्नेछौँ। त्यसै गरी योसँग रिलेटेड केही क्वेसनको एन्सरहरू गर्नेछौँ, जसले चाहिँ गर्दा भर्ती भिडियोको भाइहरूलाई चाहिँ यसको यो सम्बन्धी प्रब्लमहरू सल्भ गर्न इजी हुनेछ। ल सुरु गरौँ आजको भिडियो चाहिँ। ल यसमा सुरुमा हामी पिरामिडको मैले फिगर बनाइसकेको छु। पिरामिडको सुरुमा हामी पार्ट बुझौँ, यो आइटमहरू हेरौँ है त। ल यसरी हेर्ने, यो तलको बेस, तलको यो हाम्रो बेस चाहिँ के खालको बेस छ भन्दा यो स्क्वायर बेस छ है। यो यसको ए छ भने लेन्थ, अर्को यसको पनि ए छ भनेपछि यसको सबै ए हुने भयो हो, त्यो बुझौँ। अर्को पार्ट हाम्रो यहाँ बुझ्नुपर्ने के भने यो हाइट, यो बिचमा दिएको यो हाइट छ, यो हाइटलाई एसले डिनोट्स गरेको छ। यो हाइट भनेको चाहिँ पिरामिडको हाइट हो यहाँनिर हो। अनि यसमा दुईवटा हाइट हुन्छ, यसको यो साइडको हाइटलाई चाहिँ साइलेन्ट हाइट भन्छ हो। अब यो आइटम सबै सुरुमा निकाल्न सिकौँ, त्यसपछि हामीले अरूसँग रिलेटेड क्वेसनको सल्युसनहरू हामी इजिली गर्न सकिन्छ। अब सबैभन्दा यसको इम्पोर्टेन्ट भनेको हामी खालि म्याक्सिमम हामीले यो निकाल्नुपर्ने हुन्छ, साइलेन्ट हाइट। यो कसरी निस्किन्छ भन्दाखेरि, यो केसेसमा यो कसरी निस्किन्छ भन्दाखेरि चाहिँ हाम्रो साइलेन्ट हाइट चाहिँ यसलाई हामीले एलले डिनोट्स गरिन्छ। यो साइलेन्ट हाइट भनेको यो हो, फिगरमा यो देखिन्छ, एलले मैले डिनोट्स गरिदिरहेको छु एल। यो निकाल्नको लागि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि फर्मुला 1/2 √4h² प्लस ए स्क्वायर। यो आइटम लगाएर चाहिँ हामीले यसको साइलेन्ट हाइट निकालिन्छ भनेको। अब यहाँ एच कहाँ छ, यहाँनिर छ। फिगर पछि आउँदाखेरि यसरी हेर्ने हो फिगरलाई। ए कहाँ छ भन्दाखेरि ए यहाँनिर छ है, यहाँ दिएको आइटमहरू हेर्नु पर्यो हामीले। यसो गरेर हामीले साइलेन्ट हाइट निस्किन्छ। अब त्यसपछि हामीले भर्टिकल हाइट भनेको चाहिँ यो एच भएको यहाँ यो बिचमा भएको हो। यो भर्टिकल हाइटलाई चाहिँ हामीले एचले डिनोट्स गरिन्छ। यो कसरी निस्किन्छ भन्दाखेरि यसको चाहिँ हाम्रो फर्मुला के हुन्छ, 1/2 √4l² माइनस ए स्क्वायर हुन्छ। यहाँ हेर्ने डिफरेन्स के छ, यो भर्टिकल हाइट कसरी निस्किन्छ। अब यति दुईवटा आइटम निस्किसकेपछि हामीले के निकाल्न सकिन्छ भन्दाखेरि यसको भोल्युम निकाल्न सकिन्छ। यो पिरामिड सम्बन्धीको क्वेसन्समा यो तीनवटा क्वेसन्समा चाहिँ एउटा आउने हो। यसको सुरुमा हामीले आइटम निकाल्न सिकिसक्यौँ। आइटम निकालिसकेपछि अब हामीले भोल्युम निकालौँ। भोल्युम कस्तो हुन्छ यसको भन्दाखेरि भोल्युम चाहिँ 1/3a²h। अब यहाँ हामीले हेर्नु पर्यो ए कहाँ छ, एच कहाँ छ। यो फिगर सुरुमा हामीले स्टडी गर्ने। त्यसै गरी अब लेटरल सर्फेस एरिया हेरौँ यसको, त्यसको फर्मुला चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो 2al भनेर हुन्छ। अब यो आइटमहरू पनि कहाँ छ हेर्ने, ए कहाँ छ, एल कहाँ छ भनेर यो फिगर एकचोटि फेरि स्टडी गर्ने, मजाले सुरुमा यो स्टडी गर्ने अनि त्यसपछि फर्मुलाहरू पढ्ने। अब त्यसै गरी टोटल सर्फेस एरिया, यो चाहिँ म्याक्सिमम केटाहरूलाई सबैलाई थाहा छ ल, 2ale लेटरल सर्फेस एरिया प्लस अब बेस एरिया एड गर्नु पर्यो। बेस एरिया भनेको यो बेस एरिया कसरी हुन्छ, ए स्क्वायर हो। यति फर्मुला जानिसकेपछि, यो आइटमहरू जानिसकेपछि हामीले पिरामिड सम्बन्धी जस्तो क्वेसनको एन्सर पनि हामी गर्न सकिन्छ। अब म तपाईँहरूलाई एउटा नयाँ क्वेसन्स राखेर दिन्छु अनि हामी यसरी नै प्र्याक्टिस गर्दै जानेछौँ। नाउ फाइन्ड द टोटल सर्फेस एरिया अफ द गिभन पिरामिड। अब बेस यति भनेर दिएको छ र हाइट पनि दिएको छ। यो क्वेसन्सलाई मैले किन सेलेक्ट गरेको भन्दाखेरि यहाँ कहिलेकाहीँ क्वेसन्स, म्याक्सिमम क्वेसन्स हाम्रो फिगरमा दिएको हुन्छ, कहिलेकाहीँ चाहिँ क्वेसन यसरी लेखेर दियो भने पनि हामीले त्यो चाहिँ थाहा पाइराख्नु पर्यो ल। अब फिगर पनि एकचोटि हेरिदिइहाल्ने कसरी भन्दैछ भने यहाँनिर थाहा पाइहाल्छ। बेस भनेको यो छ, जुन चाहिँ स्क्वायर बेस यो छ 4 को, अनि यतापट्टि यसको साइलेन्ट हाइट पनि दिएको छ। हामीलाई टोटल सर्फेस एरिया निकाल्नको लागि हाम्रो फर्मुला के छ, अघि हामीले पढेको टोटल सर्फेस एरिया के छ, 2al प्लस ए स्क्वायर हो। ए भनेको यो अघि हामीले पढिसक्यो, यो आइटमलाई हामी ए भन्छौँ, त्यसै गरी यसलाई हामी एल भन्छौँ हो। यो आइटमलाई हामी एल भन्छौँ। यति नै मात्रै चाहिएको छ आइटम। सो द्याट लेट्स पुट द भ्यालुज। अब सकिएको, यति लगाएपछि के छ, a2 इन्टु ए भने कति छ 4, अब इन्टु एल भने कति छ 18 प्लस ए स्क्वायर भनेको फेरि 4 हो, 4 को स्क्वायर दिउँ। अहिले हामी युनिट लगाइदिनौँ, हामी लास्टमा युनिट लगाउँछौँ। अब मल्टिप्लाई गरौँ, 8 इन्टु 18 प्लस यो भनेको स्क्वायर भनेको 16 हुन जान्छ। अब यसको प्रोडक्ट कति हुने भयो, 8 8 जा 64, अन्ली 4, 8 1 जा 8, अहिलेको 6 8 गर्दाखेरि हाम्रो कति हुने भयो 14 प्लस 16। अब यसको सम के हुने भयो, यो 10, यो 5 भनेपछि 10 मा अघि थियो 6, यता 1 आयो भनेपछि हाम्रो एरिया भन्ने बित्तिकै त्यसको युनिट चाहिँ स्क्वायर हुन्छ। त्यही भएर यसको एन्सर टोटल सर्फेस एरिया इज 160 सेन्टिमिटर स्क्वायर हुन जान्छ। यति नै बुझ्नु पर्यो ल। फेरि नेक्स्ट क्वेसनमा हेरौँ हामी। क्यालकुलेट द भोल्युम अफ द गिभन फिगर। फिगर हेरौँ, यो हाम्रो पिरामिडको फिगर छँदैछ यहाँनिर। त्यसै गरी अब नोट पढौँ के छ, राउन्ड योर एन्सर टु डेसिमल प्लेसेसमा भनेको छ। सुरुमा यसको एन्सर निकालौँ, त्यसपछि 2 डेसिमल प्लेसेसमा जाउँ ल। अब यसको यो पिरामिड भएकोले पिरामिडको फर्मुला के छ, भोल्युम निकाल्ने हामी अलरेडी सिकिसकेका छौँ, 1/3a² h। ए भनेको हामीलाई थाहा छँदैछ, आइटम एले के डिनोट गर्छ, यो
द्याट इज 7 स्क्वायर इन्टु एच भनेको छ यसको हाइट हो भर्टिकल हाइट द्याट इज 1111 गरिदिउँ के हो यो 3 इन्टु यो 7 को स्क्वायर भनेको 49 इन्टु 11 जस्ताको तस्तै भइगयो। अब 49 र 11 को मल्टिप्लिकेसन गरौँ के हुन्छ 9 4 इन्टु 9 4 सम गर्दा के भयो 3 भनेपछि 5 भनेपछि यो र यसको मल्टिप्लिकेसन गर्दा 539 हुँदो रहेछ। अब यो 1 सँग मल्टिप्लाई गर्नु चाहिँ सेम हुन्छ भनेपछि 539/3 हो। अब यसको एन्सर निकाल्नलाई चाहिँ अब 3 ले यसलाई डिभाइड गर्नुपर्ने हो। डिभिजन फर्ममा जाउँ हाम्रो ल 3 ले गर्दा के हुने भयो 3 539 लाई चाहिँ डिभाइड गर्दा के हुन्छ अब हेर्नु त ल 3 1 जा 3 2 बाँकी रह्यो ब्रिङ डाउन 3 के भयो 3 7 जा 21 यो घटाउँदा के भयो 2 तल झऱ्यो भनेपछि 3 9 जा 27 अब सब्ट्र्याक्ट गरौँ 2 आयो यहाँ 0 थप्नु पर्यो यहाँ पोइन्ट थप्नु पर्यो भनेपछि 3 6 जा 18 हुन्छ यहाँ 6 हो फेरि यहाँ 2 आयो फेरि 0 थप्नु पाइहाल्यो फेरि 3 6 जा 18 हो। वान मोर टाइम जाउँ थर्ड टाइमसम्म के हो फेरि यहाँ 0 थप्नु पाएपछि 2 6 3 6 जा 18 भइगयो हो। अब योभन्दा हामी नजाने राउन्ड अफ भएर यो 6 यता आइसक्यो भनेपछि 2 डेसिमल डिजिटमा मात्रै लेख्दाखेरि हाम्रो एन्सर के हुने भन्दाखेरि 179.6 अब यो राउन्ड अफ भएर यता 6 to 7 हुने भइगयो। अब हाम्रो युनिट चाहिँ के हुने भयो सेन्टिमिटर भएकोले यो भोलम निकाल्दा चाहिँ भोलम चाहिँ खालि क्युबमा आउन जान्छ यतिकै लेख्नु पर्यो। दिस इज आवर एन्सर।